ह्यापी बर्थडे साना ह्यापी बर्थडे थ्याङ्क यू भन्ने हो तिमीले ह्यापी बर्थडे सानो छोरो थ्याङ्क यू भन ह्यापी बर्थडे सिन्जो जुन्जो ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर सिन्जो ह्यापी बर्थडे टु यु ल विश गर सानो आँखा चिम्म गर पहिला ए ल ह्यापी बर्थडे बर्थडे टु यु सानो है सानोलाई साँच्चा अनि पैसा है ह्यापी बर्थडे गिफ्ट है आज अब गिफ्ट ल्याउनै छ है ल थ्याङ्क यू भन हुन गर जी गर अझलाई मलाई दिन्छ मम्माले राख्दिनी ल ल पख एकछिन वेट गर सबैजना लगाइदिनुहुन्छ नि है टिकी लाएर काट्ने हो कि साना पख न पैसा दिनु खोजेको सुरुमै स्याबास अझैलाई जी गर हुन गर स्याबास थ्याङ्क यू ल अब ल बाबाको टर्न बाबाको टर्न भयो ट्याप ट्याप गरिदियो रातो ल ह्यापी बर्थडे सानो त्यही अजी बोलेको स्याबास बाबालाई जी गर्यो बर्थडे छोरो ह्यापी बर्थडे खै थ्याङ्क यू भनेको कति ज्ञानी छ नि हाम्रो सानो कति बुझकारी छ है कति बुझ्ने भइसक्यो है आज मेरो बर्थडे रहेछ भनेर सानोले ल ह्यापी बर्थडे साना ममा हुन गर थ्याङ्क यू भनेको खै त जी गर्छ सधैँ हेल्दी हुने हस् ल ल यहाँ राखिदिने ल ल तिम्रो पैसा त्यही छ सबै त्यही छ आजले लगाइदिने लगाइदिने अब लगाइदिने किन्न लगाइदिनु भन्दा सिधा 8 बजे भन्दा पहिला गर्ने बर्थडे थ्याङ्क यू भन न थ्याङ्क यू पाजु भन्नुपर्छ थ्याङ्क यू पाजु फर द गिफ्ट पनि भन न गिफ्ट त पाइसक्यो सानोको यो गिफ्ट पाजुले ल्याइदिनु भयो भने कति राम्रो छ कि सानो छोरालाई कति राम्रो देखिया छ दिनु लायो ह्यापी बर्थडे थ्याङ्क यू भन न हुन गर पाजुलाई हुन गर खै हुन गरेको जी गरिदियो बाजुलाई तिमी कति वर्ष भयो त आज कति इयर्स भयो भन साना कति इयर्स भयो भन्देऊ त 2 इयर्स भन गुड गुड जब यो त औँला पनि दुईटा देखाउन जाने छ सानोले 2 इयर्स भयो गुड ल अर्को पाजुको पाजु कमन सिन्जु 2 इयर्स सिन्जुलाई ह्यापी बर्थडे 2 इयर्स सिन्जु 2 इयर्स भयो तिमी पनि ल्याउ सानो ह्यापी बर्थडे सिन्जु थ्याङ्क यू बाजु भन्ने हो कि तिमीले थ्याङ्क यू बाजु साना भन न मुखले हाउ ओल्ड आर यु आई एम 2 इयर्स भन गुड जब आउँछ तिमीले काट्न ललिपप त्यही राख्छ है बेबीले त्यो अहिले लालीपप यहाँ राख्ने के गर्ने छोरो Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sanju. Happy birthday to you. Yay! Yes. Happy birthday Sana. अब फेरि ठुलो केक काट्नु हस् ल अब कसलाई खुवाउने फर्स्टमा तिमीले कसलाई खुवाउने आज बाबालाई खुवाइदियो फर्स्टमा कसलाई खुवाउने
मामालाई मामालाई ल ल आजा बाबालाई अरे उसले जजलाई भन्छ उसैलाई ल उतै भन्छ चिला छ अब कसको पालो हो अब कसलाई ए ल ल ल पाजीलाई पनि सुपारीलाई खुवाइदियो खुवाइदियो, तिमीले पनि सुपारीलाई पानीलाई खुवाइदियो। सँगै खुवाइदियो कि काटेर सानो सानो गराइदिएन त्यही बात झिकेर खुवाइदिन्छ उसले ल पाजीलाई खुवाइदियो सारा Okay, baby. Do it मलाई Thank you, baby. ए ल ल यो खाऊ अब कसको अहिले पालो सबैले खुवाइदिन्छ तिमीलाई अब कसको अहिले टर्न हो ठोटोरेका हो अब कसले अब कसलाई खुवाउने कपाजीलाई खुवाइदियो ल तिमी आफै भन न कसलाई खुवाउने सानो ल ल ल बोलाउनु त पाजीलाई डोर तिमीले यता खुवाऊ आज आउनु भन न यो ल यो आङ्कु भन अब कसको पालो हो बेबीले खाना खाने पालो हो त अब कसलाई खिलाएको छैन कसको पालो अजीको पालो होइन बाबा मम्मीलाई खुवाऊ ल ल ल अजीलाई खुवाऊ अजीलाई बोलाऊ तिमीले यहाँ लिऊ समात त है ल ल ल अझैलाई नि खुवाऊ यता तिमीले अजीलाई खुवाऊ न स्याबास गुड जब अब कसको पालो अब कसलाई खुवाउँछ सानो छोड्दु छोड्दु शान्त छोडिदियो हुन्थ्यो अब कसको पालो अब कसको पालो ल ल भइ छोडिदियो यता हेर कसको पालो मामा र बाबालाई खुवाउनु परेन अब ए ल सँगै खुवाउँछु मेरो पालो हो अब सँगै आउनु भन ल ल सँगै ल सँगै आउनु मामा बाबालाई सँगै खुवाइदियो ल दुईटा हातले ह्यापी बर्थडे अब मामा र बाबालाई खुवाइदियो मामा र बाबालाई एकैचोटि मामालाई एउटा यो बाबालाई ह्यापी बर्थडे थ्याङ्क यू हगी गर्दै दुवैजनालाई ल ह्यापी बर्थडे छोरो कले ए अझै बाँकी छ ये ल कम अब भयो एकचोटि हगी गर्ने एकचोटि हगी गर्ने क्ल्याप क्ल्याप हुर्रे भन्नु न मेरो बर्थडे भन्नु न हुर्रे म 2 बर्थडे इयर्स भयो बर्थडे मेरो बर्थडे बर्थडे भन्नु हुर्रे म 2 इयर्स भयो भन्देऊ खै भनेको हुर्रे म 2 इयर्स भयो 2 इयर्स अहिले भन्ने हो त के फेरि काजा बाबालाई फेरि दिएको